विकास केवल भौतिक संरचनाको संज्ञा मात्र होइन, यो त नागरिकको चेतना र जीवनस्तरमा आउने सकारात्मक परिवर्तन हो। गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय समृद्ध प्रदेश र सुखी नागरिकको सपना साकार पार्न एउटा ऐतिहासिक यात्रामा छ। नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने र प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ मन्त्रालयले अघि सारेका योजनाहरूले अहिले मूर्त रूप लिन थालेका छन्। यस सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरू पर्दछन्। पहिलो सामाजिक विकास, यसमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, दलित समुदाय लगायतका लक्षित वर्गका कार्यक्रमहरू हामी सञ्चालन गर्दछौँ। र दोस्रोमा चाहिँ शिक्षा पर्दछ, जुन प्रदेश अन्तर्गतका विद्यालय र कतिपय उच्च शिक्षाहरूको हामीले शिक्षाको व्यवस्थापन सम्बन्धी कामहरू गर्दछौँ। त्यस्तै तेस्रोमा श्रम, रोजगार र सिप विकासका कामहरू पनि यस मन्त्रालयले हेर्दछ। भने अर्को महत्त्वपूर्ण युवा क्षेत्र र युवाको विकास सम्बन्धी कामहरू गर्दछ भने, र अर्को चाहिँ खेलकुद पनि यस मन्त्रालय अन्तर्गत पर्दछ। अब सामाजिक विकास अन्तर्गत यस मन्त्रालय र अन्तर्गतका 11वटा जिल्लाका कार्यालयहरू मार्फत विभिन्न लक्षित कार्यक्रमहरू सञ्चालन गरेको छ। एउटा महत्त्वपूर्ण रूपमा भन्दाखेरि मन्त्रालयकै पहलमा दीर्घकालीन पुनर्स्थापना केन्द्र पोखरा महानगरपालिका वडा नम्बर 33 दोबिल्लामा सञ्चालित छ। त्यस्तै गरेर जिल्लाहरूमा पनि पुनर्स्थापना केन्द्रहरू सञ्चालित छन्। त्यसै गरेर यस क्षेत्रभित्रका मानव सेवा आश्रमहरूलाई पनि यो मन्त्रालयले अनुदान सहयोग गर्ने गरेको छ। त्यस्तै दिवा शिशु स्याहार केन्द्र पनि हामीले सञ्चालनमा ल्याएका छौँ। 2078 साल असोज 24 गते साक्षर गण्डकी प्रदेश घोषणा गर्दै गण्डकी प्रदेशको इतिहासमा एउटा स्वर्णिम अक्षरले लेखिएको दिन। यसले शिक्षाको क्षेत्रमा राष्ट्रिय स्तरमै एउटा नयाँ मानक स्थापित गरेको छ। मन्त्रालयले केवल साक्षरतामा मात्र जोड नदिई शिक्षाको पहुँच र गुणस्तरलाई दुर्गम बस्तीसम्म पुर्याएको छ। मन्त्रालयको सबैभन्दा ठूलो उपलब्धिका रूपमा गण्डकी विश्वविद्यालयको स्थापना र सञ्चालनलाई लिएको छ। हाल यस विश्वविद्यालयमा सूचना प्रविधि, बीआईटी, फार्मेसी, बीबीए र आर्टिफिशियल इन्टेलिजेन्स AI जस्ता आधुनिक र रोजगारीमूलक विषयमा करिब 700 विद्यार्थीहरूले आफ्नो भविष्य कोरिरहेका छन्। यसै गरी गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान GTE-VTA मार्फत प्राविधिक जनशक्ति उत्पादनमा जोड दिएको छ। गण्डकी प्रदेश सरकारले आफूलाई नागरिकको सच्चा अभिभावकका रूपमा उभ्याएको छ। हिंसा र मानव बेचबिखनबाट प्रभावितहरूका लागि प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्र र निशुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। गण्डकी प्रदेश स्तरीय दीर्घकालीन पुनर्स्थापना केन्द्रको सञ्चालन हो, जुन चाहिँ लामो समयदेखि प्रक्रियामा रहेको थियो र अहिले पछिल्लो चरणमा पोखरा महानगरपालिका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको संयुक्त आयोजनामा चाहिँ कोपिला नेपाललाई त्यसको सञ्चालनको जिम्मेवारी दिएर त्यो सेल्टर चाहिँ सञ्चालन गरिराखेका छौँ। हामीले यो सेल्टरमा चाहिँ हाम्रो विशेष गरेर प्रहरीबाट, OCMCबाट, अनि त्यसपछि पोखरा महानगरपालिकाबाट र विभिन्न जिल्ला प्रहरी कार्यालयहरूबाट रिफरल, गण्डकी प्रदेशका विभिन्न जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूबाट रिफरल भएर आएका केसहरूलाई चाहिँ हामीले संरक्षण दिने, उहाँहरूको शिक्षा, स्वास्थ्य, सरसफाइ, खानपान, परिवारको खोजी, परिवार पहिचान गरेर परिवारसँग सम्पर्क गराउने, सिपमूलक तालिमहरू दिने, उहाँहरूको कुनै हिंसा दुर्व्यवहारको केसमा अदालती प्रक्रियामा जानुपर्ने छ भने त्यसलाई अदालती प्रक्रियामा जानको लागि सहयोग गर्ने लगायतका कामहरू चाहिँ त्योबाट चाहिँ दिँदै आएका छौँ। असहाय र ज्येष्ठ नागरिकको हितमा मन्त्रालयले 150 वटा दिवा सेवा केन्द्र र आश्रमहरूको पूर्वाधार विकास गरेको छ। कोभिड-19 का कारण अभिभावक गुमाएका 153 बालबालिकालाई मासिक 5,000 का दरले राहत उपलब्ध गराउनुले सरकारको मानवीय संवेदनाको पक्षलाई थप प्रस्ट्याएको छ। यति मात्र होइन, मानव सेवा आश्रमसँगको सहकार्यमा प्रदेशलाई सडक आश्रित मानवमुक्त गण्डकी घोषणा गरिएको छ। प्रदेशको भाषा, साहित्य र कलाको जगेर्ना गर्न मन्त्रालयले विशेष तदारुकता देखाएको छ। प्रदेशका 34 वटा संग्रहालयको संरक्षण, 24 प्रकारका लोक बाजाहरूको सम्वर्धन र शहीदहरूको सम्मानमा बनेका पार्कहरूले प्रदेशको ऐतिहासिक र सांस्कृतिक गरिमालाई उच्च बनाएको छ।
बेरोजगार युवाहरूलाई लक्षित गरी 9,000 भन्दा बढीलाई सिपमूलक तालिम प्रदान गरिएको छ। दलित समुदायको परम्परागत पेसालाई आधुनिकतासँग जोड्न भगत सर्वजित सिप विकास कार्यक्रम मार्फत 35 वटा समूहलाई विशेष अनुदान दिएको छ। यो सर्वजित विश्वकर्माको नामबाट एउटा कार्यक्रम पनि लक्षित भएको थियो। त्यो चाहिँ सिप र उद्यमशीलतालाई जोडेर दलित समुदायलाई कसरी अगाडि बढाउने र उहाँहरूलाई त्यो मूलधारसम्म कसरी ल्याउन सकिन्छ भनेर 35 वटा समूहलाई चाहिँ बिउ पुँजीको रूपमा वितरण गरेर कार्यक्रमलाई अगाडि पनि बढाउनु भएको थियो। त्यसको लागि विशेष धन्यवाद। साथसाथै यो सबैभन्दा ठुलो उपलब्धि भनेको गण्डकी प्रदेशको लागि यो दलित सशक्तिकरण विधेयक ऐन क्याबिनेटबाट पास भइसकेको छ र अब यो अन्तिम चरणमा पुगिसकेको छ। यसको लागि चाहिँ हाम्रो आदरणीय मन्त्री पूर्व मन्त्री माननीय बिन्दु कुमार थापाज्यूको कार्यकालमा भएको थियो। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालयहरूमा आप्रवासी स्रोत केन्द्र र परामर्श सेवा सञ्चालन गरिएको छ। खेलकुदको क्षेत्रमा एक स्थानीय तह एक खेल मैदानको अवधारणा अन्तर्गत प्रदेशभर पूर्वाधार निर्माण भइरहेको छ। मुस्ताङको उच्च उचाइ खेल मैदानको अध्ययन तथा पोखरा रङ्गशालाको स्तरोन्नति र विकासमा मन्त्रालयले आफ्नो उपस्थिति जनाएको छ। यहाँ अब यो रङ्गशालालाई पर्ने पूर्वाधारमा भन्नु भने 2-4 पूर्वाधारमा चाहिँ पनि लगानी भयो। जस्तै यहाँ टोयलेट बाथरुमको कुराहरू थियो, त्यसमा पनि उहाँले चाहिँ बजेट छुट्याइदिएर हामीले त्यसलाई चाहिँ बनाउने कामहरू पनि भयो। अब यता के अरे पानीको समस्या थियो, पानीको समस्याको लागि पनि हामीले चाहिँ बजेट मार्फत चाहिँ त्यसलाई नि टुङ्ग्यायौँ। ओलम्पिक जस्ता ठूला खेलमा सहभागी हुने 9 जना खेलाडीलाई वार्षिक 60,000 का दरले प्रोत्साहन रकम दिने निर्णयले खेलाडीहरूको मनोबल उच्च बनाएको छ। शिक्षकको तालिमदेखि खेलाडीको मैदानसम्म र ज्येष्ठ नागरिकको सम्मानदेखि प्रविधि मैत्री विश्वविद्यालयसम्म गण्डकी प्रदेशले मानवीय विकासको एउटा बलियो मानक खडा गरेको छ। समृद्ध, सुसंस्कृत र स्वावलम्बी गण्डकी निर्माणमा सबै नागरिकको ऐक्यबद्धता भने आवश्यक देखिन्छ।